नछोड्नु यिनीहरूले मलाई मर्नु बनायो मलाई बहुत टर्चर दिए म थाकेँ आमा मलाई माफ गरिदेऊ। अहिले फेसबुक टिकटकमा एकदम भाइरल भएको यो भिडियो म मर्छु आमा मेरो बच्चालाई हेरिदिनु भए मलाई मर्नु बनाए म बाँच्न सक्दिनँ भन्दै रुनु भएको छ। एउटा दिदी को हो म चिन्दिनँ तर दाइले मलाई पठाउनु भएको थियो यो भिडियोलाई सक्दो सेयर गर्न पर्यो भनेर। दिदी र धेरै हाम्रो नेपाली चेली दिदीबहिनीहरूलाई छोरीहरूलाई म के भन्न चाहन्छु भने मरेर समस्याको समाधान कहिल्यै हुँदैन। त्यो घर तपाईँलाई मन पर्दैन, त्यो ठाउँ तपाईँलाई मन पर्दैन, त्यो परिवार तपाईँलाई मन पर्दैन, कतै गएर बस्नुहोस्, माइत गएर बस्नुहोस्, कोही आफन्तै घर गएर बस्नुहोस्, 2-4 महिना आफूलाई सम्हाल्नुहोस्। केही गरेर केही जब गरेर कुनै नोकरी कुनै जागिर जे काम गरेर पनि ड्याडी मजुरा भन्छन् नि के गरेर खानुहोस्। मर्नै भन्नु छैन, मरेर कहिल्यै पनि समस्याको समाधान हुँदैन। बच्चा तपाईँको काखमा बच्चा छन्, त्यो बच्चाको मनमा के घट्यो होला, के भयो होला, कस्तो घट्यो होला, ऊ बच्चालाई काखमा लिएर म मर्छु भन्दाखेरि बच्चाको मनमा कस्तो भयो होला। मरेर कहिले पनि समस्याको समाधान हुँदैन। दुःखलाई जित्दै दुःखसँग लड्दै अघि बढेपछि बल्ल समस्याको समाधान आउँछ। जुन घरमा कतिपय आज हाम्रो नेपाली परिवारमा के छ भने बुढाबुढीको सम्बन्ध धेरै जस्तो ठाउँमा मिल्दैन। न जुन घरमा हामी मिलिन्न त्यो घरमा बस्ने दिनरात झगडा गरेर बस्ने भनेको चट्टै छोटो हिँड्दैन, आफ्नो बच्चा लिएर हिँड्दैन, 2-4 महिना कता गएर बस्दिने, काम गर्ने, काम खोज्ने, गर्ने, खाने। यति भावले खोजी नीति गर्नुहुन्छ भने ठिक छ, छैन भने आफ्नै सुरु गर्ने, आफ्नै मेसो गर्ने, आफ्नै बाटो गर्ने, खाने। मरेर कहिले पनि समस्याको समाधान हुँदैन। हाम्रो जिन्दगी भनेकै दुःख हो। कतिपय हाम्रा नेपाली चेलीहरूको सोच के छ भने धनी घरमा बिहा गर्ने, मजाले बसेर खान पाइन्छ, नयाँ नयाँ लुगा लाउन पाइन्छ, घुम्न जान पाइन्छ सोच छ। त्यो सोच कहिल्यै पनि नराख्नुहोस् मनमा। दुःख गरेर खान सिक्नुहोस्, दुःख गरेर कमाउन सिक्नुहोस्, आफ्नै खुट्टामा उभिन सिक्नुहोस्। पछि गएर यस्तै रुनु पर्दैन।